हेलो गाइस, वेलकम टु माई च्यानल आदर्श किचन। अनि आज म तपाईँहरूलाई एउटा रेसिपी लिएर आएको छु, रिफ्रेसिङ रेसिपी लिएर आएको छु। अब बेसी धेरै बात नगरेर रेसिपीटी लागौँ मलाई। अनि आजको रेसिपीको लागि हामी के गर्छौँ, लिम्बुलाई 2 भाग पार्छु, ग्लासमा हालिदिनु लिम्बु, अलिकति मिन्ट क्लिप्स पनि हालिदिनु, पुदिनाको पत्ताहरू। मेरोमा यो क्रसर छ घरको, त्यसलाई क्रस गर्छु, क्रस भयो। अनि यो मैले आज बनाएको थिएँ मिक्स फ्रुटको जुस हो, त्यसमा मैले चिनी हालेर बनाएको छु। तपाईँले क्यान पाउने युज गर्दा पनि हुन्छ, जस्तो अब स्प्राइटहरू युज गर्दा पनि हुन्छ। म चाहिँ यो युज गर्छु। अब बाई चान्स तपाईँ नेक्स्ट अब रेसिपी यसको चाहिन्छ भने तपाईँले मलाई कमेन्ट गर्नुहुन्छ। त्यो हाल्यो ठीक है, मिनिमम एन्ड आइस हाल्छु। फेरि माथिबाट यो हाल्यो, अलिक पानी हाल्यो, चिल वाटरै हाल्यो। गार्निस गर्नुको लागि अलिकति मिन्ट लिप्स, हाम्रो मिक्स फ्रुट हाम्रो रेडी छ। अनि डु लाइक सेयर एन्ड सब्सक्राइब टु माई च्यानल फर मोर फुड कन्टेन्ट। अझै म यो भन्दा अझै सानो रेसिपी अनि सजिलो रेसिपीहरू लाउँदै गर्छु। सो डु लाइक सेयर एन्ड सब्सक्राइब टु माई च्यानल। थ्याङ्क यू।